बालेन, रवि र कुलमान जस्ता परिवर्तनका संवाहक मानिने पात्रहरूमाथि नै उनले खनिने कारण के हो? धेरैले यसलाई ईर्ष्या वा अहंकार भन्छन्। 24 घण्टामा 133 पोस्ट। तर यो केवल पाइप र सडकको फोटो मात्र होइन, यहाँ बारुद छ। कहिले बालेन शाहलाई चेतावनी, बालेन जहाँबाट उड्छ त्यहीबाट हराउँछ। कहिले रवि र कुलमान माथि प्रहार। जनता सोध्छन् के यो आवश्यक छ? किन आफ्नै सहयात्रीहरू विरुद्ध विष ओगल्नु? के यो हर्क साम्पाङको अहंकार हो? तर जवाब सरल छ। हर्क साम्पाङ नेता होइन, उनी विद्रोही हुन्। एउटा नेताले सन्तुलन मिलाउँछ, तर विद्रोहीले गलत देखेमा आफ्नै मित्रको पनि साथो खान्छ। उनको लडाईँ व्यक्तिसँग होइन, प्रवृत्तिसँग हो। यदि बालेन वा रविमा पनि उनले काठमाडौँको हेपाहा प्रवृत्ति देखे भने उनी चुप बस्दैन। बिचौलिया मिडियाले कुरा बङ्ग्याउनु अघि नै उनी सत्य कुरा जनताको हात हातमा पुर्याइदिन्छन्। उनको हरेक पोस्ट एउटा चलानी नम्बर हो, हरेक लाइभ एउटा सीसीटीभी फुटेज हो। कोठाभित्रको फाइल दराजमा होइन, फेसबुकको वालमा पारदर्शी हुन्छ। उनीसँग कुनै पीआर टिम छैन, कुनै फिल्टर छैन। दिमागमा जे आयो फेसबुकको वालमा त्यही आउँछ। यो कूटनीतिको दुनियाँमा एउटा कच्चा खेल लाग्ला, तर जनतासँग जोडिने नेताका लागि यो नै डिजिटल लोकतन्त्र हो। अन्तर्वार्ताको टुक्रा काटेर सन्दर्भ बङ्ग्याएर जसरी दुष्प्रचार गरिँदैछ यो लज्जास्पद छ। यो मान्छे पागल भयो। हेर्नुस् त, एक्लै सडकमा कराउँदै हिँड्छ। साँच्चीकै बौलायो कि क्या हो? ठूला दलको त कुरै छोडौं, प्रतिपक्षले समेत उनलाई दुश्मन गर्न लायक मानेको थिएन। उसलाई दुनियाँले पागलपन भन्यो, जनताले त्यही इमानदारिता देखे। आज फेरि त्यही इतिहास दोहोरिँदैछ। पोकाको पानी मैले गर्दाखेरि एउटा कस्तो भने ब्लाइन्डली चलेको। मलाई विश्वास थियो मनमा, है म इमानदार छु, मलाई सही गर्छ भन्ने मलाई थाहा थियो। खाता हेर्छु 1.5 करोड मात्रै छ। पुरा क्याल्कुलेट गर्छु, तपाईँको चाहिँ नि 5-6 करोड यस्तो निस्किन्छ पाइपको मात्रै। त्यसलाई झुन्डाउने त्यो के गर्थे त कति हो कति है। 2-4वटा पाइप लगेर मैले थालेँ। आँखा चिम गरेर म हिँड्दै गएँ, आँखा चिम गरेर हिँड्दै गएँ। यसरी बुझ्नुहोस्, बाटो आफै जोडिँदै गयो। जनताले के सोचेको रहेछ भने इमान्दार नेतृत्व खोजेको रहेछ क्या है। हर्क साम्पाङ छ भने दिन्छु, होइन भने दिन्न। यही सहयोग आइसकेको पनि फर्काएर लान्छ क्या, मलाई नदेखिकन। यो कोही कसैले गर्न सक्दैन। यसलाई म भन्छु चमत्कारी सत्ता हो, चमत्कारी सत्ता। चुनाव अघिको स्विजरल्यान्ड र रेलको सपना सुन्नमा कच्चा, तर भित्र दुर्गन्धित झुट। बाहिर नयाँ लेप, भित्र उही पुरानो नर्क। नयाँ संगठन, उही पुरानो आश्वासन। सास होइन, आसमा बाँच्ने हाम्रो बानी। त्यो आस खरानी भएपछि मात्र आँखाको झाम्रो। यो कस्तो रोग हो? भइरहेको परिवर्तन नदेख्ने अनि फेरि सपनाको पछि कुद्ने। भित्र र बाहिर एउटै भएको मान्छे कहाँ भेटिन्छ? कुनै समय थियो जब पदमा पुग्नेहरू जनताको करबाट विलासी गाडी चढ्न मरिहत्ते गर्थे। शासन बन्द कोठाभित्र हुन्थ्यो। तर आज प्राथमिकता बदलिएको छ। मेयरलाई चढ्न महँगो गाडी होइन, सडक ताल्न रोड रोलर किनिएको छ। टेन्डरको लामो प्रक्रिया पर्खनुको सट्टा नगरपालिका आफ्नै डोजर र रोलर लिएर मैदानमा उत्रिन्छ। हरेक हिसाब पारदर्शी छ, हरेक काम खुल्ला किताब जस्तै छ। म यस्तो एउटा भाग्यमानी मान्छे हो जसको मर्नुभन्दा अगाडि शालिग बनाएको छ। 2-4 कुरा त अनौठो छ सर है। मरिसकेपछि मात्रै शालिग बन्द। शालिगमा गुवा रोको देखेको पनि छु मैले। कहाँबाट है तपाईँलाई भएको म त्यहीँ जान्छु होइन, त्यहीँ जान्छु। अनि शालिग हेर्छ मेरै छेउमा, काम चाहिँ राम्रो गर्छ हो भन्छ मेरै छेउमा क्या। मलाई चाहिँ चिन्दैन है। त्यस्तो पनि तपाईँको चाहिँ मान्छेहरू छन्। त्यसले गर्दाखेरि यो सबै कुरालाई सम्झिन्छु। एउटा कस्तो भने मैले धेरै राम्रो काम गर्ने मौका पाएछु होइन। त्यसो भएको कारणले मैले यहाँ अलि लामो लगेँ। सहयोग के को लागि गर्ने? जनता आफ्नै लागि गर्ने। त्यो सहयोग आएको पैसा यदि मैले लुकाउनु थालेको भने सहयोग आउँथ्यो त? आउँदैन थियो। आज मैले गर्न चाहेको कुरा हरेक कुरा सफल छ। जनताको उत्साह पूर्ण तपाईँको सहभागिता, जनताको उत्साहपूर्ण सहयोग, यी कुराहरूले गर्दाखेरि के छ भने मैले गरेको श्रमदान, मैले खोलेको श्रम संस्कृति पार्टी मेरो निजी होइन। यो मेरो तपाईँको चाहिँ प्याटर्न हो। मैले यस्तो गरेँ, अब पछि मेरो छोरा नै फेरि यसको अध्यक्ष बन्नुपर्छ भन्ने मानसिकताबाट म ग्रस्त छैन है। यो जनताको प्रोपर्टी हो है। अहिले म अध्यक्ष छु होइन, पछि मेरो छोरा हुनुपर्छ, मेरो श्रीमती हुनुपर्छ। उस्तै हो भने मेरो श्रीमतीले समानुपातिक नम्बर 1 मा लगेर हामी दुईजनै माननीय हुन्थ्यो। तपाईँले त गरिन। यहाँ कोही राजा त कोही फौजी छैन। यहाँ सबै श्रमदाता छन् र त्यो
श्रम पिता नयो युगको महानायक हो फेरि दोहोऱ्याउँछु अब यो देशमा यही देशको माटोको गर्वबाट उम्रिएको सिद्धान्त लिएर आइराखेको भूमिपुत्रहरू र तिनीहरूले तपाईँको चाहिँ गर्न खोजेको यो देशको उन्नयन र प्रगति यो देशको स्वाधीनता यो देशको तपाईँको अस्तित्वलाई पृथ्वी रौन्जेलसम्म राख्नुपर्छ भन्ने उद्देश्यका साथ कसरी यो तपाईँको चाहिँ भोट तान्न सकिन्छ कसरी मान्छेको चाहिँ होइन मनोबल यता त्यता गर्न सकिन्छ भिडलाई तितर बितर गर्न सकिन्छ भनेर एउटा सानो झिनो प्रयासहरू गरिरहेका त्यस्ताको भाषामा आउँछ त नेपाली समाज अब हो आउँदैन श्रमको पछि होइन श्रमको पछि लाग्नुपर्छ है अहिलेसम्म तपाईँको छैन यो देशमा भएका पार्टीहरू सबै पार्टीहरू विदेशी विचारहरू है खोइ त यो देशको स्वदेशी विचार खोइ त यो देशको माटोको विचार खोइ त यो देशको ढुङ्गाको विचार खोइ त यो देशको तपाईँको छैन हाम्रो संस्कृतिको कथा खोइ त तपाईँ र मेरो म बिचको हाम्रो जीवनको कथा र व्यथाको कुरा हाम्रो समस्या एकातिर छ अर्कोतिर गीत गाएर हिँडेको छ त्यस्ता मान्छेहरूले हामीले पार्टी र नेता भनिराखेको कारणले दुःख पाएको कुरा